यो साग के खाने बेला भइसकेको हो कि के हो? यो साग चाहिँ नि यो बिरुवा साग हो। अब यो हाइब्रिड लसुन लगाएको थिएँ। अब यो मार्केटमा चाहिँ नि बजारमा अर्डर छ। अब आज दिउँसो दाइलाई भनेर यो निकाल्न लाउँछु र अनि यो बिरुवा चाहिँ यता सार्ने हो। यिनीहरू अलिक पातलो गरेर सार्नुपर्छ, मल हाल्नुपर्छ, अनि यिनीहरूको पात ठुल्ठुलो हुन्छ। अनि सुन न, ऊ त मरे जस्तो छ नि, के हो? त्यो मरेको होइन, त्यो बिरुवा सारे हो। अब एक दुई दिनमा चाहिँ त्यो पुरै हरियो भएर आउँछ। अब यिनीहरूलाई यो सागको बिरुवालाई चाहिँ यो लाइन यहाँबाट वार पारेर रोपिदिनु परेसम्म। अनि अब यो लसुन चाहिँ अब आज जान्छ मार्केटमा। मार्केटमा त जान्छ, त्यहाँदेखि महिना दिन भइसक्यो अहिलेसम्म भुक्तानी दिँदैन। अब दिँदैन भनेर यतिकै राखेर भए पनि भएन। अब तागेदा गरिराख्नु पर्यो। अनि त्यहाँ पशुपतिमा पशुपालनलाई अब नदिने अब चरनलाई भनेर अब यहाँ कहाँनिर बनाउने हो त? जग्गा त अब निकै छ, कुन ठाउँमा बनाउने? यो गहिरोमा चाहिँ यहाँ बनाउँछ यसमा। यतापट्टि गाई राख्ने, यतापट्टि त्यो भेडा छन् यहाँ 30-40वटा, ती भेडालाई ल्याएर यता राख्ने। त्यही त अब लेबरहरू खोजेर बनाइहाल्नु पर्यो नि त। अब त्यसलाई चाहिँ अब एक दुई दिन लाग्छ। अझै त्यहाँ मैले टाइम मागेको छ, टाइम दिनुहोस् भनेको छ। टाइम त दिन्छ, तर यता आफ्नो काम त गर्नु पर्यो नि त। अनि त्यो रमेशले पैसा दियो कि दिएन? दिएन। त्यही भएर अनि त्यसलाई अब सामान रोक्ने कि दिने भनेर हल्लामल्लामा पारिरहेको छ। अनि त्यताको त मुन्टाहरू के गर्यो? मुन्टाहरू त हिजो टिपेर पठाइदिएको छ, फेरि पलाइरहेछ। अब आधा घाम लगायो भने फेरि अर्को लट टिप्ने हो। यो गहिरोमा भनिस् तैँले पानी जम्दैन त नि? पानी जम्दैन। यहाँ 3-4 ठाउँमा पाइप राखेर चाहिँ पानीको निकासको व्यवस्था गरिसकेको छ। ढलान गर्छन् त पानी सरक्क गइहाल्छ। त्यहाँ केही माटोहरू हालेर पुर्नुपर्छ कि के हो? माटोहरू हालेर पुर्नु पर्दैन। अब यो ढलान गरेको ठाउँमा त्यहाँ भइहाल्छ। अब यो घाँस भएको ठाउँमा चाहिँ यो घाँस निकाल्ने, यहाँ ढलान गर्ने। अनि उनीहरूलाई राति बस्ने एक ठाउँमा, दिउँसो चाहिँ खेल्ने एक ठाउँमा, यो गहिरोमा ठिक्क हुन्छ। अनि यता पानी जाने निकास चाहिँ कहाँ छ? यो त्यो बाटो मुनिबाट चाहिँ पाइप, ठुलो त्यो हिम पाइप राखेर उता खोलामा पुऱ्याएको छ। 4 ठाउँमा राखेको छ। यहाँ त पानी सर्छ होइन। यो घर कसले बनाउँदैछ? हाम्रो त्यही हर्के साउ हो क्या? त्यसैले बनाएको हो। घर त दह्रो बनाउँदो रहेछ त। यता पाले बस्ने ओर्ने पनि बनाएछ। खेती चाहिँ उतापट्टिको होइन उसको? त्यही हो। त्यसले बुद्धि पुऱ्याएछ। कमसेकम कामदारहरूले ठग्दैनन्। घरको माथिबाटै पनि देख्न सक्छ नि त, हेर्न सक्छ। त्यसले त अब सिसी क्यामेरा राखेर हेर्छु भन्दैछ। हो, तैँले त राख्दैन नि। तँलाई के राख्नु? तँलाई सिसी क्यामेरा, तँ आफै सिसी क्यामेरा जस्तै छ। राख्ने यही साग हेर्नु त सिसी क्यामेरा के। ठिकै छ। अब मकैहरू पनि निकै उ भएछ। अब यो के गर्नु छ? अब गर्नु मैले के भन्नु र, होइन? मकै त आफै खाने हो नि। म त के एकछिन आउने हो, एकछिन आउने हो। दाइ पनि आइपुगेछन्। दाइलाई भन्नुपर्छ अब यो साग सबै सार्नु भन्छ। ल त ल, जा ल साथी हो। यस्तै छ हाम्रो खेतीबाडी।